Yo guys, welcome back to my channel. आज हामी कुरा गर्न जाँदैछौं एकदम एक्साइटिङ म्याच, द फर्स्ट म्याच अफ NPL season 2 on the renovated Kirtipur ground. Oh my god, that will gonna be so interesting guys. र आजको फर्स्ट म्याच हुन गइरहेको छ डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्स र काठमाडौँ गोर्खाजको बारेमा. So what happened when the defending champs go head to head with Gorkha's firepower? A drama filled match, funny moments and some savage cricket हुनेवाला छ है. काठमाडौँ गोर्खाज versus जनकपुर बोल्स. कसको टिम स्ट्रङ्गर, कसको विनिङ चान्स हायर. अब यसो काठमाडौँ गोर्खाजको स्क्वाडमा नजर लाउँ भने चाहिँ करण केसी एज अ क्याप्टेन, भीम सार्की, प्रतीक श्रेष्ठ, सहबाब आलम, रसिद खान, दिपेश कौडेल एज अ रिटेन्ड प्लेयर फ्रम सिजन 1. अनि अक्सनबाट लिएको मोहम्मद अदिल आलम, सन्तोष यादव, उत्तम थापा मगर, आकाश त्रिपाठी, तुल बहादुर थापा. अनि फोरेन प्लेयर जेरार्ड एरास्मस, रिचार्डो भास्कोन्सेलोस, सनी पटेल, बेन चार्ल्सवर्थ, मिलिन्द कुमार, जोन सिम्पसन र हाम्रो ट्यालेन्ट हन्टबाट आएका नातरजन शाह. सो एज अ होल कुरा गर्दा चाहिँ गोर्खाजको टिम एकदम स्ट्रङ देखिएको छ है. प्लेयरहरू हेर्दाखेरि चाहिँ एकदमै स्ट्रङ देखिएको छ. ब्याटिङ लाइनअप बबाले छ, बलिङ लाइनअप कडा. अनि अर्को कुरा हाम्रो ट्यालेन्ट हन्टबाट आएका नतार्जन शाह, उनमा चाहिँ एकदमै धेरै आँखा चाहिँ लाइन्छ किनकि उनी एकदम राइजिङ प्लेयर हुन्. सो सबै ट्यालेन्ट हन्टबाट आएका प्लेयरहरूमा चाहिँ धेरै आँखा लगाइन्छ. अन दि अदर ह्यान्ड जनकपुर बोल्सको स्क्वाड हेरिन्छ भने आसिफ शेख मार्क्यू प्लेयर हुन् र विकेट किपर. अनि अनिल शाह एज अ क्याप्टेन, ललित राजवंशी, किशोर महतो, रूपेश सिंह, शुभ कंसकार, तुल बहादुर थापा मगर, यो चाहिँ सबै रिटेन प्लेयर फ्रम सिजन 1. अनि अक्सन प्लेयरबाट आएको छन् मयंक यादव, आदित्य महाता, विकास आगेरी, सचिन भाटिया. अनि फोरेन प्लेयरबाट सञ्जय कृष्णमूर्ति, निकोल लोफ्टायतन, लाहिरु मिलान्था, वाइने पर्नेल, लाहिरु सामाराकोन, इमरान ताहिर. अनि ट्यालेन्ट हन्टबाट पप्पु यादव. ओ माई गॉड, यो टिमको स्क्वाड पनि एकदमै कडा स्ट्रङ छ. स्क्वाड हेर्दाखेरि चाहिँ दुईटै टिमको एकदम स्ट्रङ लाइनअप छ. अनि अनेस्टली स्पिकिङ काठमाडौँ गोर्खाजको ब्याटिङ लाइनअप एकदमै बवाल छ र जनकपुर बोल्सको चाहिँ बलिङ लाइनअप चाहिँ कडा छ है. अब यसो हेर्दाखेरि चाहिँ यो म्याच चाहिँ नर्मल म्याच चाहिँ होइन क्या. गोर्खाज आर हङ्ग्री फर डोमिनेन्स, बोल्स आर डिफेन्डिङ च्याम्पियन्स विथ एटिट्युड. सो दिस क्लास इज लिटरली स्क्रिम्स राइट, फायर भर्सेस एक्सपिरियन्स, पावर भर्सेस स्ट्राटेजी, एग्रेसन भर्सेस डिसिप्लिन. गोर्खाको स्क्वाड चाहिँ पुरै एक्सन मुभी कास्ट जस्तो हो क्या. टप अर्डर हिटर छ, रेडी टु एक्सप्लोड होइन. अनि मिडल अर्डर स्टेबलाइजर जस्तो टाइपको लाग्छ मलाई चाहिँ हेर्दाखेरि. अनि बलर चाहिँ इमोसनल ड्यामेज दिने टाइपको के, जस्तै पेस पनि गर्ने बलर छन्, स्पिन पनि कम्बो एकदम दामी छ. अनि एउटै वर्डमा भन्नुपर्छ भने एग्रेसिभ टिम के. अन द अदर साइड बोल्सको स्क्वाड चाहिँ पुरै च्याम्पियन मेन्टालिटीको है. ब्याट्सम्यान्सहरू अलिकति काम छन्, टेक्निकल छन्, प्रेसरमा पनि कसरी फोकस गर्नुपर्छ भन्ने उनीहरूलाई थाहा छ. किनकि पहिलाको सिजनमा पनि जनकपुर बोल्सको टिम चाहिँ एज अ इन्टरमिडिएट टाइपको थियो, त्यही पनि जितेर देखाइदियो किनकि उनीहरू काम थिए. अनि उनीहरूको मेन्टालिटी नै च्याम्पियन बन्नु छ क्या. जनकपुर बोल्सलाई एक वर्डमा भन्नुपर्छ भने एकदम क्यालकुलेटेड क्रिकेट चाहिँ खेल्छन् उनीहरू है. स्क्वाड हेर्दाखेरि चाहिँ के लाग्छ भने बोथ टिम्स आर ब्यालेन्स एन्ड दे क्यान गिभ अ गुड कम्पिटिसन अन बोथ साइड. ओके, अब रियल क्वेसन चाहिँ के हो भन्दाखेरि हु हेज मोर चान्स टु विन NPL season 2? If Gorkhas stay strong, their momentum can literally destroy any bowling lineup के. त्यस्तो टाइपको ब्याटिङ लाइनअप छ. तर यदि जनकपुर बोल्सले पावर प्लेमा कन्ट्रोल पायो भने चाहिँ सबैको छुट्टी गरिदिन्छ है. कम्पिटिसन चाहिँ एकदम टफ हुनेवाला है किनकि बोथ टिम आर लुकिङ सो स्ट्रङ. र अब कसले के गर्छ भन्ने कुरामा भर पर्छ कि. अब जस्तै ओपनिङ पार्टनरसिप, अब कुन टिमले अलिकति राम्रो जो फर्स्ट ब्याटिङ गर्दैछ त्यो टिमले ओपनिङ पार्टनरसिप राम्रो निकालिदियो भने एकदम राम्रो बेनिफिटमा आउँछ. अनि अर्को रह्यो मिडल ओभर डिसिप्लिन चाहिँ कसले राम्रो देखाउँछ. आई थिङ्क जनकपुर बोल्स चाहिँ एकदम राम्रो छ यो कुरामा चाहिँ. अनि म्याचको डिसाइडिङ फ्याक्टर चाहिँ अब डेथ बलिङ अब कसरी गर्छन् दुईटा टिम मध्ये, अब कसले राम्रो गर्छ होइन, त्यसमा भर पर्छ. अनि अर्को चाहिँ फिल्डिङ स्ट्राटेजी चाहिँ अलि राम्रो हुनुपर्छ किनकि आई थिङ्क बोथ टिम विल डु बेस्ट अन देयर फिल्डिङ साइड. सो यो मात्र होइन कि मेन्टल टफनेस पनि त्यति नै आवश्यक छ जस्तो लाग्छ होइन. सो केटाहरूले कतिको प्रेसर लिएला नि त, अब ह्यान्डल गर्न सक्छ नि त. बट क्रिकेट हो, क्रिकेट इज क्रिकेट एन्ड वान ओभर क्यान फ्लिप एभ्रिथिङ भने जस्तो हो होइन. जसले जे पनि गर्न सक्छ एउटा पोइन्टमा गएर पुरा म्याच नै पुरा टर्न गराइदिन्छ है. सो गाइज, कसको स्क्वाड चाहिँ अलि स्ट्रङ छ अकर्डिङ टु यु? कमेन्ट डाउन बिलो, Gorkhas or Bols drop गर्नुहोस्. अनि if you want more match analysis, prediction and funny breakdown, then please make sure to like, subscribe and share this video. So यस्तै कन्टेन्टहरू लिएर अझै पनि आउँदै गर्छु म. Please do support me. Please subscribe.